यो भिडियो त्यो मान्छेहरूसम्म पुगोस्, त्यो मान्छेहरूको माझमा पुगोस् जसले यो पीडा भोगिरहनु भएको छ। त्यसको लागि तपाईको एक शेयर काम लाग्न सक्छ। कोही कसैले दुःख पाएको छ भने राहत मिल्न सक्छ। त्यसैले यो भिडियो सक्नुहुन्छ भने शेयर गरिदिनु होला। नेपालीहरूको सहारा बन्दैछ नेपाल हेल्पलाइन। तपाईहरुको आशा टुट्न दिने छैन नेपाल हेल्पलाइनले। विशेष त धन्यवाद छ सरोज दाइले जसले यो नेपाल हेल्पलाइन मल्दिप्समा नेपालीहरूको लागि भनेर खोल्नु भएको थियो। कहीँ कतैबाट यदि दुःख पाउनु भएको छ, यातना झेल्नु भएको छ भने नेपाल हेल्पलाइनमा सम्पर्क गर्न सक्नुहुन्छ। यदि तपाईले नै दुःख पाउनु पर्छ भन्ने छैन, तपाईका आफन्तहरू साथीभाइहरू जसले पनि दुःख पाउन सक्छ, उनीहरूले टाइममा सेलेरी नपाउने, कम्पनीले टर्चर दिने, अनि पासपोर्ट नदिने, घर जान, यस्तो समस्या यहाँ धेरै आइरहेको छ। यो भिडियोमा पनि हेर्न सक्नुहुन्छ तपाईहरु। 14 महीना हो गया है, 9 महीना का सैलरी नहीं मिला है। अभी आए हैं ऑफिस में तो क्या करे, क्यों आए हैं ऑफिस में? तुम हम लोग तीन भाई हैं हम लोग। टोटल कितने आदमी उधर फंस गए आप? टोटल कितना? अभी ऑफिस में है 6 आदमी टोटल। उधर क्या कंपनी का नाम क्या बोले आप? डुप्लेक्स। वो खाना भी नहीं दे रहा है ना, तो इधर माले आ गया तो कोई खाना नहीं। अब क्या करोगे? तो क्या करेंगे अब ऑफिस में हम लोग अभी तो हैं ऑफिस में, आज ही आए हैं हम ऑफिस। हाँ जी, ओके, मिसेस से बात करना पड़ेगा और एक कंप्लेन फॉर्म फिल करके। हो सर, यहाँ हेर्नुहोस् त, तपाईँ पसल बन्द गरेर यहाँ यसरी बिजोग छन् यहाँ नेपालीहरू छ। ल हेर्नुहोस् त यहाँ ल तपाईँकै प्रतीक्षामा छन् सबैजना। ल यदि तपाईँ मल्दिप्समा भएर कहीँ कतै दुःख पाउनु भएको छ भने नेपाल हेल्पलाइनमा सम्पर्क गर्न सक्नुहुन्छ। सबै ठाउँमा यस्तो दुःख नहोला, तर प्राय नेपालीहरूले भोगिरहेका छन् यस्तो दुःख चाहिँ। त्यसैले तपाईँले यो भिडियो चाहिँ सक्दो सेयर गरिदिनु होला। पीडकहरूको माझ पुगोस् यो भिडियो अनि उनीहरूलाई राहत मिलोस्। तपाईँको सानो सहयोगले कसैलाई राहत मिल्छ भने त्यो सहयोग गर्न पछि चाहिँ नहट्नु होला। धन्यवाद।